नेपालमा हिजो आज मफसलमा फुटबलका विभिन्न कपहरू चलिरहेका छन्। पूर्वको सबैभन्दा चर्चित खेल झापा गोल्ड कप पहिलो पटक मच्छिन्द्र क्लबले जितेको छ भने पोखरामा चलिरहेको आहा गोल्ड कप रोमाञ्चक सेमिफाइनलमा प्रवेश गरेको छ। सातौं झापा गोल्ड कपमा नेपालका 3 विभागकी टोली, विभिन्न ए डिभिजन क्लब तथा भारत, भुटान र मलेसियाका क्लबहरू सहभागी भएका थिए। फाइनलमा मच्छिन्द्र क्लबले एपीएफ फुटबल क्लबलाई 3-1 ले पराजित गर्दै पहिलो पटक झापा गोल्ड कप जितेको छ। 15 लाख बराबरको नगद पुरस्कार रहेको यस कपमा मच्छिन्द्र क्लबले खेलको 31औं मिनेटमा अग्रता लिँदै एपीएफलाई पछि पारेको थियो। यो फाइनल खेलमा मच्छिन्द्रका स्ट्राइकर प्रदीप बुढाथोकी प्लेयर अफ द म्याच घोषित हुनुभयो। उहाँले नगद रु 25,000 प्राप्त गर्नुभयो। उपविजेता बनेको एपीएस फुटबल क्लबले 7,50,000 प्राप्त गर्यो। झापा गोल्ड कप प्रतियोगिताको उत्कृष्ट खेलाडी पेमा तमाङ घोषित हुनुभयो। उहाँले यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गर्नुभयो भने उत्कृष्ट गोलकिपर विशाल श्रेष्ठ, सर्वाधिक गोलकर्ता विदेशी खेलाडी जोना एन जोरिल्ला घोषित हुनुभयो। अब कुरा गरौं पोखरामा चलिरहेको आहा पोखरा गोल्ड कपको बारेमा। यस कपमा अहिले क्वार्टर फाइनलका खेलहरू भइरहेको छ। सोमबार भएको खेलमा मनाङ मस्यान्द्री क्लबले सिक्किम भारतको क्लब थन्डर बोल्ट नर्थ युनाइटेडलाई 0-1 ले हराएर सेमिफाइनल पुगेको छ। यही फागुन 9 गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताको च्याम्पियन टोलीले 14,01,000 नगद ट्रफी र मेडल जित्नेछन् भने विभिन्न विधामा उत्कृष्ट हुनेले जनै 25,000 नगद पाउनेछन्।